हेलो गाइस हैन म चाहिँ अब यसो बाहिर घुम्ने भनेर रेडी हुँदै थिएँ हैन त्यसपछि अनि म यसो छतमाथि गएँ हैन छतमाथि गएर यसो चारैतिर यसो हेरिरहेको थिएँ यता अनि रेडी पनि हुँदै थिएँ म अनि त्यसपछि रेडी हुँदै यसो चारैतिर बाहिर कस्तो छ भनेर छतमा हेर्न आएको हो खासमा अनि चारैतिर यसो हेरेँ अनि त्यसपछि निस्किन थालेको थिएँ म ल निस्क्यौँ है। अब चाहिँ म निस्किसकेँ होइन आधी बाटो आइपुग्यो के गर्नु यस्तै छ एक्लै भयो नि हिँड्नै गऱ्यो कहिले काहीँ त यस्तै छ यहाँ चाहिँ बास गाडी छ होइन यहाँ राति भूत आउँछ होइन त्यही हो त्यही पनि हिँडिरहेको छु म अब घाम डुबिसक्यो त्यो पनि हिँडेकै अब साँझको महलहरू तपाईँहरूले हेर्नु सक्नुहुन्छ साँझको महल होइन कस्तो हुन्छ यहाँ चाहिँ अलि बासघारी छ कि अनि यहाँ मान्छे पोल्ने ठाउँमा जाँदैन नि त खासमा यहीँ बनाएको छ कि फेरि एक्सर्साइज गर्ने ठाउँहरू नि हाइट अब त हिँड्नै नसक्नु भएछ यार ल आइपुग्नु आँट्यो अहिले चाहिँ मोटरमा आइपुगेको छ होइन रोडतिर आइपुग्यो अब जाँदैछु जङ्गलको बाटो कस्तो खगरा आएको हाइट लास्ट गर्मी यार आइपुग्यो होइन म अब यहाँबाट यस्तो माथि लाग्ने हो होइन यहाँ त्यति साह्रो मान्छे अहिले छैन क्या गाउँमा त्यही भएर अनि एक्लै भयो नि आइदिनु पऱ्यो धेरै भयो नआएको भनेर यसो आइदिएको होइन ल आइपुग्यो होइन टक्को बाटो यही हो होइन यस्तो हिँड्ने यही ठाउँ होइन अहिले यहाँ भूत पनि देख्न सक्छ है भूत पनि देख्न सक्छ क्या अहिले यहाँ ढाक आयो भने के गर्ने यार साँझ पऱ्यो होइन यहाँ मान्छे नि पोल्छ नि त यस्तो ठाउँमा हाम्रो एक्सर्साइज गर्ने ठाउँ बनाएको छ बारहरू पुलअप बारहरू क्या पुलअप बारहरू के मङ्की बार के बनाएको छ नुहाएको धेरै भयो अनि साँझ आइदिनु पऱ्यो कति घरमै घुम्सेर बस्नु भनेर होइन आइदिएको नि आइपुग्यो होइन फाइनली आइपुग्यो म चाहिँ होइन यहाँतिर होइन यस्तो छ हाम्रो होइन सबै लथालिङ्ग बनाएको छ यहाँ अब निर्माण कार्य भइरहेको छ नि त सबै लथालिङ्गै छ भनौँ एकदम ठिक छ यतिको लागि एकछिनमा गरेर देखाउँछु तपाईँहरूलाई धेरै भयो नगरेर गर्नु सक्छै सक्दैन यहाँ यस्तो झुन्डेर देखाउँछु ल तर समाउने मान्छे छ समाउने मान्छे छैन कसरी समाएर देखाउने होला हान्नु नसक्ने भएछ खाना नि खाएर यस्तै छ अब चढ्नु पर्ला यो पहाड माथि जानु पऱ्यो होइन माथि पनि चढिदिनु न होइन कस्तो बनाएछ अहिले त आएको छैन पनि पसिलो नि खरा छ है खाएँ ल
यस्तो बनाएछ होइन। गेट पनि रेडी रहेछ यहाँ हाल्नुलाई, सबै रेडी हुँदैछ। यस्तो भब्बाले बनाउनु भयो। आइपुग्यो फाइनली यस्तो भयो। यस्तो छ नजारा यहाँको अहिले होइन। फाइनल लुक पछि देखाउँला। अहिले यस्तो छ टक्क होइन। फाइनल लुक्स भन न होइन, कस्तो डुबो गोरु के भन्छ यसलाई, सल्लाह गोरु काटेर कभर अलिकति टकसक्क बनाइदिएछ। यहाँ चाहिँ मान्छे बोल्छ उतै, यो ठाउँमा चाहिँ मान्छे बोल्छ। आइपुग्यो फाइनल्ली, मान्छे छैन रहेछ कोही पनि। यसो बस्थ्यौँ होइन। के गर्नु गाइज होइन, यस्तै छ। भिडियो बनाउने जोस नि कहिले कहिले आउँछ, अनि यस्तो बनाइदिएको। जोस आउने बेला त हो नि, जोस नआउने बेला घुम्सेर एउटै ठाउँमा बस्या हुन्छ छैन। कहिले काहीँ यस्तो बनाउने हो त्यो, के जोस आउँछ कुनै होइन। तर बनाउनु चाहिँ सही बनाएको छ, बनाउँदै जान्दैछ त्यस्तो सही। अहिले त सही भएको होइन, सबै यो सेटअपहरू मिलाउँदै रहेछ सबै होइन। टक के भन्छ यो मिलाउँदैछ भनौँ न। यहाँ पनि घर मान्छे बस्नु त होइन होला, बस्नु चाहिँ होला, मान्छे त बस्दैन पक्कै नै। खाने गाई के थाहा, कहिलेकाहीँ त्यो के भन्छ लामाहरू गुफा बस्न आउँदाखेरि यसो कहिलेकाहीँ यहाँ राख्ने भन्ने कुरा होला सायद। त्यो मलाई त्यस्तो डिटेल थाहा छैन, त्यही भएर कहिलेकाहीँ गुफा बस्छ नि त लामाहरू, अनि यहीँ ल्याएर राख्ने कुरा भएको त्यस्तै कुरा चाहिँ गरेको थियो हो कि होइन, मलाई थाहा छैन प्रष्ट चाहिँ। यस्तै छ गाइज होइन जिन्दगी। के भन्छ धेरै दिन भयो एक्सर्साइज नगरे नि गर्ने मन नलाग्ने भएछ। अब एकछिन तल जानु पऱ्यो, त्यो मान्छे बोल्ने ठाउँको यता अलिकति नजारा देखाइदिनु पऱ्यो होइन। यस्तो देखाइदिन्छु ल गएर। पनि के हो पनि यस्तो के हो भन्ने यस्तो हाल्नु आँटेको रहेछ, के भन्छ यसलाई मसला हालेर वल्ला बनाएको रहेछ। यस्तो बनाउन आँटेको सायद, जस्तै उयो यस्तो हाले जस्तै त्यो देखा त, त्यस्तै हाले जस्तै यहाँ पनि हाल्नु आँटेको रहेछ भन्नु खोज्यो। यहाँ पनि त्यस्तै हाल्नु आँटेको रहेछ। यस्तो गरेर बब्बाले बनाउनु भयो हाम्रो यहाँ। स्तुपा सेम यस्तै हाल्नु आँटेको रहेछ कि। ए ढलाउनु त भन्छ होला नि, यहाँ जाने बाटै रहन्छ, अहिले आउने गाह्रो हुन्छ। होस् नजाउँ होला, होस् अब पछि देखाउँछु। अब घर जानुपर्छ, रात नि भयो, रात पर्दै गइसक्यो, एक्लै बस्नु सेफ छैन यहाँ। फाइनल लुक्स कस्तो आउँछ होला है यस्तो भएको हेर्नुलाई नि एक्साइटेड छ। तर मान्छेहरूले सबै लत्था लिङ्गै भाता भङ्गै बनाइदिइहाल्छ, के भन्ने। ल अब गाइस म चाहिँ घर फर्किनु आँटेँ होइन। अब यस्तो भिडियोहरू जहिले बनाउँछु भन्ने सोच्छ, तर के हुन्छ कहिलेकाहीँ फन्नी भिडियोजहरू नि बनाउँछु म, बनाउँछु कहिलेकाहीँ अनि हाल्छु पनि। कन्टेन्ट भनौँ न, सानो सानो कन्टेन्टहरू बनाएर यसो कहिलेकाहीँ हाल्छु। हेरिदिनु, सपोर्ट गरिदिनु। अब घर हिँड्दैछु म। यहाँबाट चाहिँ यो कालिङ चोक देख्छ क्या अहिले चाहिँ। त्यो के होसले गर्दा अलि देखाएको छ नि, के भन्छ तुमालोले गर्दा अलि देखाएको छ नि। यहाँ छ कालिङ चोक। अब फर्किन्छु यार, एक्लै आउँदाखेरि कस्तो मान्छेहरू देखेपछि कस्तो लाग्दो रहेछ यार। बाइक आएको थियो अनि कस्तो लाग्दो रहेछ, कस्तो लाग्दो रहेछ। अब कस्तो फर्केको फर्कन्न होला भनेर फेरि गीत गाउनु मन लागेको। अनि चल्दैको म त घरतिर बाटो सबैलाई थाहा जाने छ।
itu अनि kau चल्देको Oh shit प्रभु अत्ताले के भिज्यो आउ गाडा त भिजेछ यार काँडा भिजेछ काँडा ल काँडा पो भिजेछ यार अनि किन गर्छ भनेर ए ल गाइजहरू म जङ्गलतिरै छ है अहिलेसम्म घर त पुगेको छैन तलै हो अझ अब घर पुग्दैछु घर जाँदैछु भनौँ न पुग्दैछु भनेर जाँदैछु फ्लासभन्दा कम छैन म अहिले एकैछिनमा पुग्छु यहाँ यस्तो झुन्डेर सुई यहाँ गएर होइन एकैचोटि तारजन जसरी उडेर यहाँ आइपुगिसक्यो अब त्यही गरौँ यस्तै त छ नि ल फाइनली अब हिँड्दैछु फाइनली आइपुगेको छैन फाइनली हिँड्दैछु ल के भन्छ गाइज फाइनली घर त आयो होइन यसो बच्चाहरूसँग जिस्काएको ठरेर हातमा आएर घाउ भयो यार हेर्नु न यो नङ नङ फाटिरहेको क्या चिर गरिरहेछ यार चिर भइरहेको के गर्नु जे गर्दा पनि सुक्दैन यार गीत सुन्छु बस्छु ल गाइजहरू यतिमै ल नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला यो युट्युब च्यानल होइन मैले भन्ने जस्तो गर्दैन तपाईँहरूलाई राम्रो लाग्छ भने मात्रै गर्नु मैले अब जबरजस्ती गरेर हुने होइन तपाईँहरूको इच्छा तपाईँहरूलाई मन पऱ्यो भने तपाईँहरूको इच्छा फलो गर्नु सब्सक्राइब गर्नु लाइक गर्नु सेयर गर्नु मन परेन भने अब केही छैन अन्तिमसम्म हेरिदिनु भयो धन्यवाद।